नमस्कार दर्शक महानुभावहरू, तपाईलाई नेपाली सत्य समाचार खबर टिभी युट्युब च्यानलमा स्वागत गर्दछौँ। पछिल्लो 24 घण्टामा देश विदेशमा घटेका सत्य तथ्य समाचारहरू केही मिनेटमै प्रस्तुत गर्न गइरहेका छौँ। समाचार अत्यन्तै महत्त्वपूर्ण रहेकाले भिडियोलाई सुरुदेखि अन्तिमसम्म फलो गर्नुहोला। केही सुझाव सल्लाह छ भने तल कमेन्ट गर्नुहोला। भिडियोलाई सक्दो सेयर गरी सबै नेपालीसम्म पुर्याउन मद्दत पनि गर्नुहोला। हजुरको एउटा सेयरले गर्दाखेरि धेरै नेपालीलाई केही न केही जानकारी मिल्नेछ। मैले आफूले जानेका बुझेका कुराहरू हजुरहरूलाई बताउने गर्दछु। नयाँ आउनुभएको छ, अझै पनि हाम्रो च्यानलसँग जोडिनु भएको छैन भने सब्सक्राइब र साथमा रहेको घन्टीलाई दबाई हामीसँगै जोडिनुहोला। अब ढिला नगरिकन लागौँ आजका मुख्य समाचारबाट। एकाएक भर जानकी मन्दिरमा 81 योग के भयो, लासै भेटियो। घटना यस्तो रहेको छ, निम्स दाई सहितको शव सङ्कलन बेस क्याम्पमा ल्याइयो। प्रधानमन्त्री बालेन्द्र शाहको बैठकले गर्यो एकाएक यस्तो घोषणा। काठमाडौँका सडकमा असलर तरकारी बोकेको ट्रक खोलामा खस्दा एकजनाको मृत्यु, चालक घाइते। आइटी इन्जिनियरिङ पढ्दै गरेका युवक लागु औषध कारोबारमा राइड सेयरिङ मार्फत डेलिभरी। रासोपाले बोलायो अन्तर्राष्ट्रिय युवा दिवस 2026 आयोजक समितिको बैठक। वर्तमान सरकारको दिनगन्ती सुरु भइसक्यो। विप्लव र विवाद र तनावको दीर्घकालीन समाधान नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनु हो, राजेन्द्र लिङ्गदेन। अब समाचार पुरा हेर्नुहोस्। दर्शकबिन, नेपाल सरकारका मन्त्री परिषदको बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्ताव अनुसार तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गरिएको छ। यसै गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौँका याङ्गे उक्यामलाई नियुक्त गर्ने निर्णय मन्त्री परिषदले गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने निर्णय भएको छ। साथै नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवान तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाम्न स्वीकृति प्रदान गरिएको छ। कृषि वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु वधशाला र मासु जाँच ऐन 2055लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय भएको छ। महिला मन्त्रालयको प्रस्तावमा बालबालिकाका सम्बन्धित पहिलो संशोधन विधेयक 2083 सङ्घीय संसद समक्ष पेश गर्ने स्वीकृति प्रदान गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसमा विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्रधानाध्यापक डाक्टर खड्क बहादुर केसी र सचिव पदमा भोजबहादुर प्रधानाध्यापक डाक्टर रोजी श्रेष्ठ नियुक्त गरिएको छ। यसै गरी मन्त्री परिषद बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेलाई क्षतिपूर्ति राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय समेत गरेको छ। त्यस्तै दर्शकबिन, काठमाडौँको बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका व्यवस्थित तारले कुरूप बनेको छ। योजनाविहीन पूर्वाधार विस्तार सेवा प्रदायक बीच समन्वयको अभाव, पुराना तथा प्रयोगविहीन तार समयमै नहट्याउनु, पोलको सीमित क्षमता र भूमिगत पूर्वाधारको कमीले सहरभित्र अव्यवस्थित तारको समस्या बढेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ अन्तिममा काठमाडौँका विभिन्न 6वटा मुख्य रुटमा टेलिफोन तथा इन्टरनेटका तार 15 दिनभित्र व्यवस्थापन गर्ने योजना अघि बढाएको थियो। गत असार अन्तिममा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेना र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ संयुक्त बैठकमा साउन 15 भित्र सबै तार व्यवस्थापन गर्ने गरी काम गर्ने प्राधिकरणलाई निर्देशन दिएका थिए। प्राधिकरणले त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, जडीबुटी, पेप्सीकोला, त्रिपुरेश्वर, लाजिमपाट, सामाखुसी, टाउन प्लानिङ
गोङ्गबु कीर्तिपुर श्रेष्ठ पुरानो बानेश्वर गौशाला चाबेल क्षेत्रका 4 तार व्यवस्थित गर्ने योजना बनाएको थियो, तर त्यसमा सोच अनुसार प्रगति हुन सकेन। यो काम सक्न अझै थप 15 दिन लाग्ने र साउन मसन्तभित्र सक्ने प्राधिकरणको भनाइरहेको छ। जथाभावी झुन्डिएका र फैलिएका तारका कारण करेन्ट लाग्ने, आगजनी हुने तथा तार चुडिएर दुर्घटना हुने जोखिम बढी हुन्छ। साथै मर्मत सवारका क्रममा कुन सेवा प्रदायकको तार हो भन्ने छुट्याउन कठिन हुने भएकाले सेवा अवरुद्ध हुने समय र लागत बढ्ने तथा एउटा तार मर्मत गर्दा अर्काको सेवा प्रभावित हुने समस्या देखिएको छ। प्राधिकरणले तारमा आफ्नो कम्पनीको पहिचान खुल्ने ट्याग राख्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो। यो पनि कार्यान्वयन हुन सकेको छैन। तस्बिरमा हेर्नुहोस्, उपत्यकाको नयाँ बजार स्वयम्भू बानेश्वर क्षेत्रमा देखिने तारका गुजुल्टाहरू जथाभावी देखिएका छन्। त्यस्तै दर्शकबिन, नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले वर्तमान सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन्। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढेका कारण यसको आयु छोटिन सक्ने दाबी गरेका हुन्। परिवर्तनका पक्षधर र प्रगतिशील शक्तिहरूले समेत वर्तमान अवस्थालाई निराशजनक रूपमा लिएको उल्लेख गर्दै उनले जनताले ठूलो धोका महसुस गरिरहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वप्रति जनतामा रहेको अपेक्षा पनि समस्यामा पर्दै गएको उनको भनाइरहेको छ। देशको आर्थिक अवस्था डामाडोल भएको प्रति चिन्ता व्यक्त गर्दै उनले विदेशी ऋणीको भार, उत्पादनमा कमी, सुकुम्बासी समस्या, मिटर ब्याज र लघुवेत पीडितका समस्याप्रति राज्य उदासीन रहेको आरोप लगाएका छन्। सरकारले यथाशीघ्र यी समस्या समाधान नगरे नयाँ आन्दोलन निर्माण गर्ने चेतावनी समेत उनले दिएका छन्। कम्युनिस्ट पार्टीहरू बीचको एकता र सहकार्यको सन्दर्भमा महासचिव विप्लवले परम्परागत ढङ्गले पार्टी थप्ने वा फुटाउने प्रविधिले निकास नदिने स्पष्ट पारेका छन्। पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले भने, राजनीतिक वृद्ध बुद्धिजीवी र कूटनीतिज्ञ बीच यो सरकारको दिनगन्ती सुरु भएको चर्चा भइरहेको छ। उनले भने, कतिपयले त दसैँ तिहार अगावै सरकार परिवर्तन हुनेसम्मको आँकडाबाजी गरिरहेका छन्। यो कति यथार्थ हो भन्ने कुरा आगामी दिनले स्पष्ट पार्ने, तर सरकारप्रति जनमानसको असन्तुष्टि भने बढ्दो रहेको उनले बताएका छन्। त्यस्तै दर्शकबिन, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले अन्तर्राष्ट्रिय युवा दिवस 2026 आयोजक समितिको बैठक बोलाएको छ। दिउँसो 3:30 बजे केन्द्रीय कार्यालय घन्टी घरमा बस्न लागेको संयोजक कविन्द्र बुर्लाकोटीले जानकारी दिए। आयोजक समितिका सदस्यहरूलाई आफ्नो जिम्मेवारीका सम्बन्धमा तयारीपूर्वक उपस्थितिको लागि अनुरोध गरेको छ। बैठकको कार्यसूचीमा जिम्मेवारी तोकेका सदस्यहरूबाट तयारी विवरण, प्रदेश सङ्घको सम्बन्धी कार्यक्रम सम्बन्धी प्रस्ताव र छलफल तथा विविध विषय रहेको छ। त्यस्तै दर्शकबिन, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उपाध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा देखिएका विभिन्न विवाद र धार्मिक तनावको दीर्घकालीन समाधानका लागि नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउनुको विकल्प नभएको बताएका हुन्। बुधबार बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङदेनले वर्तमान संविधान र यसले अख्तियार गरेका कतिपय नीतिहरू नै अहिलेको समस्याको जड भएको दाबी गरेका हुन्। उनले 2062-63 को आन्दोलनपछि मुलुकमा जबरजस्ती भित्राइएका कतिपय अवधारणाहरूलाई सच्याउनु पर्ने बेला आएको उल्लेख गर्दै राप्रपाले सडक र संसद दुवै ठाउँबाट हिन्दू राष्ट्रको मुद्दालाई सशक्त ढङ्गले उठाउने बताएका छन्। सुनसरीमा हालै भएको घटनाप्रति दुःख व्यक्त गर्दै अध्यक्ष लिङदेनले उक्त घटनाको निन्दा र भर्त्सना पनि गरेका छन्।
त्यस्तै दर्शकबिन जनकपुर धाम स्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर गैराती एक भारतीय दर्शनार्थीको मृत्यु भएको छ। साथीहरूसँग जानकी मन्दिर दर्शन गर्न आएका भारतको बिहार राज्यको हाजिरपुर निवासी 20 वर्षीय आदर्श कुमार झाले अचानक पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता परिनायक उपरीक्षक मधुसुन्दर न्यौपानेले जानकारी दिए। पोखरीमा हाम फालेपछि स्थानीय युवाले तत्काल उनको उद्धार गरी उपचारको लागि जनकपुर धाम स्थित प्रादेशिक अस्पतालमा भर्ना गराइएकोमा उपचारको क्रममा मृत्यु भएको परिनायक उपरीक्षक न्यौपानेले बताएका छन्। शव परीक्षणको लागि अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको परिनायक उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो। बाँकी अपडेट अर्को भिडियोमा।